तपाईहरु बाइक चलाउनुहुन्छ भने चाहिँ यो कुरा याद गर्नै पर्छ है। तपाईहरुले जहिले पनि ट्याङ्कीको ढक्कन खोल्नुहुन्छ नि, ढक्कन खोल्दाखेरि यसरी हेर्नुस् त ट्याङ्कीको यो माथिको ढक्कन वरिपरि यसरी फोहोर जम्मा हुने हैन र यहाँदेखि पानी सप्लाई नहुने हुन्छ भने चाहिँ तपाईहरुले यो कुरा याद गर्नुपर्छ है। हेर्नुस् त यो पोइल चाहिँ यति जाम भइसकेको छ हैन र हाम्रो जुन क्लच वायर हुन्छ नि, क्लच वायरको भित्रपट्टिको तारले चाहिँ म सफा गर्न गइरहेको छु यसलाई है र हाम्रो ड्रिल मेसिनमा मैले लगाइरहेको छु हैन र हेर्नुस् त पोइल पुरै बन्द भइसकेको छ है। यस्तो पोइल पुरै बन्द भयो भने चाहिँ हाम्रो पेट्रोलसँग पानी मिक्स हुन्छ है, पेट्रोलसँग पानी मिक्स हुन्छ, त्यसपछि बाइक लिज गर्ने भुतभुत गर्ने नतान्ने हुन्छ है त। हेर्नुस् त र यसले कार्बोरेटरलाई पनि असर गर्छ है। हेर्नुस् त यसरी यसरी पोइल मैले खोलिरहेको छु हैन र यो धेरै लामो टाइमसम्म खोलिन भने चाहिँ हामीलाई एकदमै दुःख पनि हुन्छ, यसरी खोल्न एकदमै गाह्रो पनि हुन्छ हैन र यसरी पोइल मैले खोल्न ट्राई गरिरहेको छु है र एकदमै गाह्रो हुन्छ क्या। मैले पेट्रोल लगाउँदै खोलिरहेको छु र अब लास्टमा चाहिँ अब हाम्रो हेर्नुस् बिस्तारै यसरी हेर्नुस् त यो पोइल खोलिसकेको छ है र हाम्रो चाहिँ यहाँ चाहिँ के हुन्छ भने खासमा चाहिँ कम्पनीले यहाँ चाहिँ हाम्रो जस्तो वासिङ गर्दा होस् हैन र वर्षायाममा पानीले बाइक भिज्दा होस् यहाँदेखि चाहिँ पानी जाने सानो पोइल बनाइएको हुन्छ र यो पोइल बन्द भयो भने चाहिँ हाम्रो ट्याङ्कीमा जुन पेट्रोल हुन्छ नि, पेट्रोलमा गरेको पानी सोझै मिक्स हुन्छ है। त्यही भएर यस्तो कुराहरू याद गर्नुपर्छ। यहाँबाट हाम्रो ट्याङ्कीभित्र पानी छिर्यो भने चाहिँ हाम्रो बाइकमा भुरभुर गर्ने मिस गर्ने हुन्छ है त।